guys, welcome back to my channel. आज तपाईहरु पनि यहाँनिर भिडियो चाहिँ कहाँबाट हुँदैछ म चाहिँ काठमाडौँ टु यताबाट घर जाने गाडी चढिसकेको छु बाहिर चाहिँ यहाँनिर मान्छेहरु चिताउनको लागि नाम भन्दिनु नाइ नाइ कति हो प्याकेटको उयो खट्टु 60 हो भने दिनु खानु 60 हुन्छ एउटा दिनु न त म चाहिँ खट्टु म चाहिँ यो नेपाली चाहिँ खट्टु एकदम खान मन परिरहेको थियो अब खट्टु पनि किने अब म मजाले खाएर इन्जोय गर्नेछु गाइस अब चाहिँ म चाहिँ बल्कबाट घर जाने सवारी हिजो र अस्ति चाहिँ पानी परेको थियो आज चाहिँ पुरै सनिन्छ बाहिर बल्क एरिया भनेन न रेसम mi perdimos. मेरो चाहिँ आजको लन्च तपाईहरु देख्न सक्नुहुन्छ देउरालीमा सुक्खा रोटी चाय प्लस आलु पानी परिरहेको छ बाहिर एकदमै देउरालीको हाम्रो मङ्गलदार पनि देखाइदिउँ न मङ्गलदार तपाईँ के खाँदै हुनुहुन्छ राइस खाना हाम्रो आज चाहिँ उता घर छु उतै हो अब खाएर भेटौँ है त बाहिर पानी परिरहेको छ बाहिरको दृश्यहरू म तपाईँलाई देखाउँछु उहाँ चाहिँ हुनुहुन्छ हाम्रो मङ्गल दाई उता घर चाहिँ दाई दाई चिकन छैन सो भेज गाइस म चाहिँ टनमा खाजा खाएँ तपाईँहरू देख्नुभयो अनि यता म वासरुमतिर आएर म तपाईँलाई देखाउँछु यहाँको भ्यू वा अझै पानी परेर यस्तो भइरहेछ बट लभली भ्यू तपाईँ देख्न सक्नुहुन्छ यस्तो छ मेरो चाहिँ आज काठमाडौँमा बसियो 2 दिन अनि त्यस पछाडि चाहिँ अब हेटौडा घरतिर पानी परेर हामीले बिजोग छ यो चाहिँ यहाँनिर खाजा खाने ठाउँ यहाँ पानी परेर चाहिँ यस्तो भइरहेको छ अवस्था अब म चाहिँ ढिला नपरिकन चाहिँ गाडीमा चढ्छु ल गाइस तपाईहरु देख्न सक्नुहुन्छ फाइनली म चाहिँ हेटौडा इन्टर भएँ तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो ब्युटिफुल हेटौडा सिटी
ल गाइस तपाईँहरू देख्न सक्नुहुन्छ म चाहिँ अब घर पनि आइसक्यो यहाँनिर मेरो बुवा हुनुहुन्छ बुवा ल मेरो भ्लगमा वेलकम छ तपाईँलाई हाई भन्नु न हाई हाम्रो बुवा चाहिँ यहाँ टिभी हेर्दै हुनुहुन्छ म पनि तल हुनुहुन्छ ल फाइनली घर पनि आइपुगेँ अब चाहिँ यतिकै भनेर चाहिँ मेरो भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छु ल थ्याङ्क यू